भविष्यमालिका पुराणको अध्याय 25 मा विकसित यन्त्र युगको बारेमा उल्लेख गरेका छन्। परम गुप्त मालिका नामक ग्रन्थमा लेखिएको छ कि एक समय आउनेछ जब संसारका सबै आधुनिक यान्त्रिक प्रविधिहरू भगवान कल्कीको शक्तिको अगाडि अचल हुनेछ। भगवान कल्कीले जे चाहनुहुन्छ त्यो सारा संसारमा हुनेछ। यहाँ पञ्चसखाले लेखेका छन् सम्पूर्ण कम्प्युटर प्रणाली अचल बन्नेछ र कम्प्युटर बनाउने वैज्ञानिकले पनि यसको रहस्य थाहा पाउन सक्ने छैनन्। भविष्यमा यस्तो समय आउँदैछ। भविष्यमालिका पुराणको अध्याय 25 मा विकसित यन्त्र युगको बारेमा उल्लेख गरिएको छ। यो बारेमा तपाईहरूको के राय छ? कमेन्ट गरेर जरुर बताउनुहोला र यो भिडियो धेरैभन्दा धेरै सेयर गर्नुहोला। जय श्री माधव। जल प्रलय, महामारी र भूकम्प, अग्नि प्रलय, विश्वयुद्ध 3 र महाविनाश यो त एक दिन हुनु नै छ। तर यी सबैबाट तपाईँ कसरी बच्न सक्नुहुन्छ? सबैभन्दा पहिले मांसाहारी भोजन खान छोडिदिनुहोस्। अन्डा पनि खानु हुँदैन र कुनै पनि प्रकारको नशा नगर्नुहोस् र गलत काम नगर्नुहोस् र सत्य, प्रेम, दया, क्षमा र शान्तिको आचरण गर्नुहोस् र 3वटा कुरा गर्नुहोस्। त्यसमध्ये सबैभन्दा पहिलो हो त्रिकाल सन्ध्या अर्थात् त्रिसन्ध्या। यसलाई दिनमा 3 पटक गरिन्छ। जस्तै बिहान गरिन्छ ब्रह्म मुहुर्तमा, बिहान 4 बजेदेखि 6 बजेको बीचमा तपाईँ जहिले पनि गर्न सक्नुहुन्छ। तर तपाईँलाई समय मिलेन भने समय तपाईँ अगाडि पछाडि गर्न सक्नुहुन्छ। आधा घण्टा 1 घण्टा पछाडि गर्न सक्नुहुन्छ। दिउँसो 11:30 बजेदेखि दिनको 1 बजेसम्म गर्न सक्नुहुन्छ। त्यसको बीचमा साँझ 5 बजेदेखि 6:30 बजेसम्म गर्न सक्नुहुन्छ। दिनभरिमा 1 पटक नुहाएर त्रिकाल सन्ध्या अवश्य गर्नुहोस्। बाँकी समय तपाईँ हात, खुट्टा, मुख धोएर पनि गर्न सक्नुहुन्छ र 3 पटक तपाईँ श्री गङ्गे भनेर सुरु गर्न सक्नुहुन्छ। जुन दोस्रो उपाय हो त्यो हो श्रीमद् भागवत महापुराण पठोइ। दिनमा 1 अध्याय अवश्य पढ्नुहोस्। दिनभरिमा 1 अध्याय अवश्य पढ्नुहोस्। त्यो पनि हुन सकेन भने 1 पाना त अवश्य पढ्नुहोस्। यदि त्यति पनि समय छैन भने 1 श्लोक अवश्य पढ्नुहोस्। तेस्रो उपाय माधव नामको जप गर्नुहोस्। निरन्तर गर्नुहोस्। कुनै पनि काम गर्दा गर्नुहोस्। सधैँ माधव नामको जप गर्नुहोस्। थप जानकारीको लागि पनि कल्की अवतार अफिसियल च्यानल हेर्न सक्नुहुन्छ, जहाँ मालिकाको बारेमा खुलेर कुरा राखिएको छ, जहाँ तपाईँले लगभग 1000 जति भिडियो हेर्न पाउनुहुनेछ। र पनि तपाईँलाई थप जानकारी जान्न छ त्रिसन्ध्याको बारेमा वा कुनै प्रश्न छ भने तल दिएको नम्बरहरूमा तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ।